हेलो यहाँहरू सम्पूर्णमा नमस्कार। आज साउन 15 गते यो हरिसिद्धिको टमाटर फार्म म तपाईँहरूलाई देखाउन लागिरहेको छु। यसमा चाहिँ मैले टमाटर रोप्नु भनेर एकचोटि जोति पनि सकेको हो, तर यो माथिको छानाहरू सबै हावाहुरीले उडाएको हुनाले पानी धेरै पर्यो। यो पाला पानी परेको हुनाले सबै हिलो भयो। हिलो भएपछि यहाँ रोप्न मिलेन। अनि प्लास्टिकको व्यवस्था गर्दा गर्दै यो सबै झारहरू पनि उम्रियो। त्यसपछि चाहिँ यो फेरि पनि जोतेर हाल्नुपर्नेछ। यस्तै छ, यो सबै जङ्गल भइसकेको छ। फेरि एकचोटि जोतेर ड्याङ बनाएर टमाटर रोप्नुपर्नेछ। सबैले भन्छ यो टमाटर अहिले हुँदैन, भ्याउँदैन भनेर भन्नुहुन्छ। र पनि मैले चाहिँ अब यो अहिले के रोप्दा पनि हुँदैन, हामीलाई फाइदा हुँदैन। त्यो भएको कारणले चाहिँ टमाटर रोपेर इनकेस भाउ पायो भने चाहिँ हाम्रो भाडा अनि अलिकति दुःखको पैसा उठ्छ कि भन्ने आशाले टमाटर रोप्न खोजिरहेको छु। अब आज 15 गते भइहाल्यो। अबको लगभग 10 दिनसम्ममा रेडी हुन्छ होला यो ठाउँ। अबको 10 दिन भनेपछि 15, 20, 25 गतेतिर म रोप्छु होला। के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु। यसमा चाहिँ मैले एकचोटि जोतिसकेको हो र पनि सबै जङ्गलै भयो। अझ यो यतातिरको चाहिँ मैले 2 चोटि जोतेको हो। हिजो अस्ति पनि जोतेर ड्याङ पनि बनाउन खोजे हो, तर यहाँ पानीले गर्दाखेरि राम्रो हुँदैन जस्तो लाग्छ। यसरी यो दह्रो भएपछि यो यसमा फस्टाउँदैन। त्यो भएको हुनाले चाहिँ मैले यहाँ चाहिँ रोपिनँ। अब फेरि यसलाई पनि जोतेर मात्रै रोप्नुपर्ने हुन्छ। भेट्दै जानुहोस्। अब राम्रो भयो भने तपाईँहरूले पनि रोप्न सक्नुहुन्छ। तर प्राय टमाटर चाहिँ साउनदेखि उता चाहिँ हुँदैन भन्छ। मैले पोहोर पनि साउन 4 गते त रोपेको हो, यहाँ भएकै थियो। अब अलिकति चिसोले भेट्छ कि भन्ने डर चाहिँ हो। यो टमाटर चाहिँ तपाईँको 10-12देखि 15 डिग्रीदेखि तलतिर भइदियो भने चाहिँ पाक्दैन भन्ने हो। अब टेम्परेचरले के गर्छ, अब त्यसैमा भर पर्ने हो। यो यहाँ चाहिँ म भर्खर जोतेको हेर्नु नि। अब यो छाना यहाँ माथि हालिसकेर पनि यति साह्रो हिलो छ कि यति साह्रो हिलो हुन्छ। यो अझै यसलाई त 10-15 दिन नै पर्खिनुपर्ने हुन्छ यो सुक्नुको लागि। अब आफ्नो जग्गा होइन, भाडामा लिएको हिँड्छ। अब यत्तिकै राख्यो भने भाडा कहाँदेखि तिर्नु। त्यो पनि अब यो पाला 10 रुपियाँ र 7 रुपियाँ केजीले बेच्नु पर्यो। लास्टै गाह्रो भइरहेको छ। अब यो रोपेर चाहिँ अलिकति यसैलाई चाहिँ भाउ भेट्यो भने चाहिँ राम्रो हुन्छ कि भन्ने आश चाहिँ छ। तर खै कहिले हुने। यो यस्तो ग्यास हिलो छ। अब यतातिर म जोत्न लागिरहेको छु। यस्तै छ जिन्दगानी। अब नेपालमै के गर्छु भन्ने आश छ। जोस जाँगरको साथ लागि पर्दाखेरि हामीलाई हरेक किसिमको समस्याहरू आइपर्छ। अब यसले जोतिरहेको हो। यो ठाउँमा रोप्ने बिरुवा चाहिँ भर्खर उम्रेको छ। कुनै उम्रेकै छैन, कुनै बिरुवा राख्नै बाँकी छ। र पनि भ्याउँछ जस्तो लाग्छ मलाई चाहिँ, किनभने अहिले यो गर्मीको सिजन छ नि त। यो गर्मीको सिजनमा चाहिँ छिट्टै उम्रेर छिट्टै ठुलो हुन्छ अनि जराहरू पनि छिट्टै फिजिन्छ।